हेलो 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 एभ्रिबडी सबैजनालाई नमस्ते। आज हामी चाहिँ ओइसलु खानको लागि यो गोर्जुरा पार्क जाँदै गर्दाको हामी दुई भाइको भिजिट एकदम रमाइलो एकदम हावा सिरिर हावा खाँदै गोर्जुरा पुगियो अनि ओइसलु चाहिँ गजबले खाइयो अनि फर्किने बेलाको यो भिडियो हो। यस्तो हावा खानलाई यो बुटोलतिरको मान्छेहरूलाई यो हावा देखेर लोभिन सक्नुहुन्छ होला। हेर्नुहोस् कस्तरी हावा चलिरहेको छ यो रेसुङ्गाको चिसो। दाइले भन्दै थियो कि अब म चाहिँ पहिला बालापनको चाहिँ बहुत याद आयो। अब यता हामी हिँडेर ऐसेलु खान्थ्यौँ, अहिले चाहिँ बाटो पिच भएछ भनिरहेको थियो र सरर लाएर यहाँ फेरि रेसुङ्गाको यो चित्र कोरिरहनु भएको थियो दाइले यो भित्तामा। एकदम भित्ताहरू रङ्गिरहेका छन् यो रेसुङ्गा जाने बाटोमा। र यहाँ चाहिँ सुन्दर बजार छ यो रेसुङ्गामा, टक्क लाएर हरियालीसँगै क्लियर मौसम एकदम चिसो, मौसम एकदम सफा क्लियर। अनि यहाँ चाहिँ अब स्कुल छुट्टी हुने बेला भएर यहाँ चाहिँ बस रोकिरहेको थियो र यहाँ केटाहरू चाहिँ भागिरहेको थिए। हामी त्यति स्पिड त थिएन तर पनि केटाहरू भागिरहेको थियो र यता फेरि म्याडमहरू आउँदै हुनुहुन्थ्यो पढाएर। र यत्तिकैमा हामी खानेगाउँ चोक आइपुग्यौँ र यो चोकबाट हामी चिरीचौरतर्फ लागिरहेका छौँ र अब चाहिँ चिरीचौरको के छ कस्तो छ त्यहाँको दृश्यहरू देखाउन जाँदैछौँ। ल तपाईँहरू देख्न सक्नुहुन्छ यो चिरीचौरको ओह्रालो हो, खानेगाउँको ओह्रालोबाट सरर लागिरहेका छौँ चिसो हावा खाँदै हामी दुई भाइ। र अब चट्ट लाएर यो चिरीचौरको चोकमा आइपुगेका छौँ हामी र यहाँ चाहिँ फुटपाथ व्यापार भइरहेको छ र यहाँ चटपटेहरू मकै पोल्ने मकै खाने भित्ताहरू टक्क खेलाडीहरूको फोटाले रङ्गिरहेका छन्। चट्ट लाएर मकै खाने चटपटे खानेहरू टक्क यहाँ बस्ने खानको लागि बनाइएको छ। र हामी चाहिँ यत्तिकैमै हामी चाहिँ हाम्रो अफिसको गेटतिर आइसक्यौँ र साथीले भन्दै थियो कि सलाम गरौँ कि हो भन्दै थियो। अनि हामी गेटभित्र छिर्यौँ र साथीले गेट खोल्यो र हामी गेटभित्र छिर्यौँ। यतिमै सबैजनालाई एकदम माया छ ल।